हेलो हेलो साथीहरू, आजकै कुरा हो कि यो बाबुलाई चाहिँ हेर्नु न, अघि मैले 4 बजेतिर रोडमा बसिराखेको देखेँ कि, अनि बसिरहेकै लगभग 2 घन्टा 3 घन्टा बसेको देखिसकेपछि मैले सोधेँ, बाबु तिमी कहाँबाट आयो, तिम्रो घर कहाँ हो, तिम्रो बाबुआमा कता कता छन् भनेर सोद्धाखेरि, आन्टी मलाई लास्टै भोक लाग्यो, मलाई खानेकुरा दिनुहोस् न, म राति हिँडेको, मैले घर जाने बाटो बिर्सेँ, मम्मीले पढ्नुमा मन नलागेको कारणले धेरै कुट्नुभयो, त्यही भएर म घर छोडेर हिँडेँ, तपाईँको घरतिर भाँडासाँडा माझ्न पाइन्छ भने मलाई काम दिनुहोस् न भन्दैछ। साथीहरू, यो बाबुलाई तपाईँहरू कसरी चिन्नु भएको छ? चिन्नु कसरी हिँड्यो कतिखेर बाबु कसरी हिँड्यो त? अनि निन्द्रा उठेर के सम्झेर हिँड्यो? बाबुले नम्बर छ नि, फोन नम्बर फोन गरिदिन्छौँ नि हामी। त्यसो भएर के गर्ने होला? अब त्यो पर एउटा होटलमा जुठो भाँडा माझ्ने काम पाउँछ अरे भाइ, खाना दिन्छ, पैसा दिँदैन, काम के गर्छस् त? गर्छु। खाना अनि तेरो बाबुआमाले उहाँ रुइरह होलान्, खोजिरह होलान्, अनि के गर्ने त? जाने यादै छैन। यादै छैन? अनि बर्बाद भयो, टेन्सन लाग्यो होइन? त्यो उतापट्टि त्यो चन्द्रेकोमा भाँडा पसलमा भाँडा धुने होटलमा मान्छे चाहियो अरे, त्यहाँ म भनिदिन्छु। अब बाबुआमालाई नभेटुन्जेल त्यहीँ बस, त्यहीँ खाऊ, त्यहीँ काम गर है त। अनि अहिले के खान्छस् त भाइ? हिजो के खाएको थिइस्? लास्टै भोक लाग्यो, पानी र एउटा बिस्कुट खाऊ न त है। ल बाबु, ल यो बाबुलाई कसैले चिन्नुहुन्छ भनेदेखि उसको मम्मीहरूसँग पुऱ्याइदिनुको लागि हेल्प गरिदिनुहोस् है साथीहरू।